हेलो साथीहरू, आज हामी गर्न गइरहेका छौँ ओल्ड इज गोल्डको अकाउन्टिङको 2080 मा सोधिएको प्रश्न। यो प्रश्न रहेको छ सेयर क्यापिटलबाट र हामी यसको पहिला वर्किङ नोटतर्फ जाउँ। वर्किङ नोटमा जानुभन्दा अगाडि अगर तपाईँले यो हाम्रो पहिलो भिडियो भएका कारणले हजुरलाई यस्तै भिडियो अरू चाहिने भए हजुरले यो च्यानललाई सब्स्क्राइब गरी अरू भिडियोहरू कमेन्टमा अरू भिडियो भनेर लेख्न सक्नुहुन्छ र हामी यसको वर्किङ नोटतर्फ जाउँ। अहिले यस प्रश्नमा सोधिएको प्रश्न यस्तो छ कि लिमिटेड कम्पनी एउटा कम्पनीले 15,000 सेयरहरू आफ्नो कम्पनीको इस्यु गरेको छ। इस्यु केमा गरेको छ भन्दाखेरि 10 रुपियाँ प्रिमियम भन्नाले कुनै कम्पनीहरू यस्तो हुन्छन् कि कुनै तिनीहरूको गुडविल हुन्छ। गुडविल भन्नाले उनीहरूको नाम बजारभरिमा मार्केटमा नाम उनीहरूको राम्रो भएकाले उनीहरूले आफ्नो सेयर अलिकति आफूले आफ्नो प्राइसभन्दा अलिकति वृद्धिमा इस्यु गर्ने गरिरहेका छन्। त्यसैले यो कम्पनीले पनि यसै गरेको छ। ल यसको वर्किङ नोटतर्फ जाँदा यस कम्पनीले 15,000 सेयर इस्यु गर्दा यसले प्राप्त गरेका छन् एप्लिकेन्टहरूले 30,000 पठाएका छन्। 30,000 र यसले 15,000 इस्यु गरेको थियो र यसमा 5,000 सेयरहरूले 5,000 लाई फुल्ली अलोटेड गरेको छ। अलोटेड 5,000 ले 5,000 दिएको छ भनेपछि 20,000 सेयर होल्डरहरूलाई 10,000 दिएको छ। 20,000 लाई 10,000 दिएको छ र बचेको 5,000 लाई यसले जिरो केही पनि नअलोटेड गरेको छ। यिनीहरूको पैसा रिफन्ड गरिदिएको छ। कुनै पनि सेयर अगर हामीले कम्पनीले अरूले जनरल पब्लिकले दिन नसकेपछि उनीहरूको सबै पैसा उनीहरूको फिर्ता गरिदिन्छ। तर यहाँ 20,000 को केसमा यस्तो हुन्न। यसलाई भन्छन् हामी प्रो राटा बेसिस। यस्तोमा के हुन्छ भने चाहिँ यो 10,000 को जसले 20,000 सेयरमा पैसा लगाएछन् उनीहरूको 10,000 को मात्रै दिएछ। यो बचेको 10,000 यिनीहरूलाई पछि अलोटेडमा यिनीहरूको एडजस्ट गरिन्छ। र अब हामी एन्ट्रीहरू सुरु गरौँ। पहिलो रहेको छ, पहिलो केस भनेको ब्याङ्कमा हामीले सेयर अप्लाई गर्दाखेरि हामीले ब्याङ्कमा हुन्छ। ब्याङ्क गर्दाखेरि जति हामीले आवेदनहरू पाएका छौँ एप्लिकेसनहरू तिनीहरू सबैको गर्नुपर्छ र यसको रेट रहेको छ हेर्न सक्नुहुन्छ 30 रुपियाँ। 30 रुपियाँ रेट भएकाले हामी 30 गरौँ। 30 3 3 जा 9 9 2 3 4 5 5 हुन्छ। यो ब्याङ्क अकाउन्ट हुन्छ, यो डेबिट हो है, माथि भएपछि अनि क्यापिटलमा 2 क्रेडिटमा लेख्दाखेरि 2 लेख्नुपर्छ। 2 सेयर एप्लिकेसन, यो एप्लिकेसन आयो 9 लाख। अब यसको न्यारेसन एउटा राम्रो न्यारेसन लेख्नुपर्छ। बिइङ सेयर एप्लिकेसन मनी रिसिभ्ड। यति लेखिसकेपछि अब यसको हामीले यो पैसा हामीले ट्रान्सफर पनि गर्नुपर्छ। जनरल क्यापिटलमा सेयर क्यापिटलमा ट्रान्सफर गर्नुपर्छ। ट्रान्सफर गर्दाखेरि सेयर क्यापिटल अकाउन्ट जो यो क्रेडिट हुन्छ नि त्यसलाई डेबिट गर्नुपर्छ। सेयर क्यापिटल अकाउन्ट सरी है, क्यापिटल एप्लिकेसन अकाउन्ट डेबिट हुन्छ। यो जो 9 लाख रुपियाँ छ हामीले यो 9 लाखै यहाँ लेख्नुपर्छ। ल यो 9 लाख त फेरि यो 30,000 सेयरको अब हामीले के गर्नुपर्छ भने चाहिँ हामीले कम्पनीले इस्यु गरेको त हामीलाई मात्र हो 15,000 सेयर मात्रै हो। क्यापिटलमा गर्दाखेरि 15,000 कै दरले गर्नुपर्छ। 15,000 हाम्रो सेयर हाम्रो कम्पनीले दिन खोजेको कति हो त्यति मात्रै गर्ने। अनि यो 15,000 15 3 जा 15 जा 30 45 4,50,000 यो हामीले उ गर्ने हो 2। अब हामीले यो 10,000 जो यो छ नि 10,000 जो यो हामीले 20,000 को ठाउँमा जो 20,000 लाई 10,000 दिएको थियौँ नि हो, यो पैसा यहाँ यही एडजस्टमेन्टमा हुन्छ, एडजस्टमेन्टमा लेखिन्छ। यो लेख्दाखेरि 2 सेयर एलोटमेन्ट लेख्ने। अब एलोटमेन्ट कति हो 10,000 10 1 2 3 × 30 दर 10 3 जा कति हुन्छ 10 3 जा 30 अनि बच्यो कति 4 वटा 0 1 2 3 4 3 लाख रुपियाँ। 3 लाख रुपियाँ यहाँ अब 2। अब के गर्ने हामीले अब जो बचेको सेयरहरूको पैसा छ हामीले जो अगाडि हामीले 5,000 भनेको थियौँ नि त्यो बचेको सेयर त्यो बचेको पैसा हामीले रिफन्ड गर्नुपर्छ। त्यसैले 5,000 सेयर बचेको थियो × 30 रुपियाँ रेट। यसको मतलब 5 3 जा 15 1,50,000 रुपियाँ जो छ नि त्यो हामीले फिर्ता गर्नुपर्छ। हामीले अरूको पैसा लिन पाइन्न नि त, कम्पनीले पैसा फिर्ता गर्नुपर्छ। र यसको न्यारेसन बिइङ सेयर एप्लिकेसन मनी ट्रान्सफर टु सेयर क्यापिटलमा सेयर क्यापिटलमा ट्रान्सफर गरेछ एन्ड
सेयर एलोटमेन्टमा पनि ट्रान्सफर गरेको छ, सेयर एलोटमेन्ट ALLOTMENT। एन्ड अझ यसमा पनि रिजेक्टेड, हामीले रिजेक्ट कम्पनीले REJECTED रिजेक्टेड जो छ नि रिजेक्ट गरेको सेयर, रिजेक्टेड सेयर मनी के गरिदिएको छ कम्पनीले, रिफन्डेड REFUNDED रिफन्डेड गरिदिएको छ, हो कि नै, फिर्ता पठाइदिएको छ हो यो। अब अर्को गर्दा अब अर्को गरौँ। अब अर्को एन्ट्री के हुन्छ, सेयर क्यापिटल, सेयर क्यापिटलको छ, हो कि नै, सेयर एलोटमेन्टको छ। अर्को एन्ट्री के हुन्छ, एलोटमेन्ट। सेयर एलोटमेन्टमा के भनेछ, अब क्वेसनतिर जाउँ है, फेरि के भनेको छ, सेयर एलोटमेन्टको दर 40 भनेको छ। कहिले पनि यो कुरा याद राख्नु होला कि प्रिमियम डिस्काउन्ट अरू केही भनेको छ भने चाहिँ यो जहिले पनि यहाँ हुन्छ। यो भन्न खोजेको के हो, 100को जो छ नि यो प्रिमियम 100को 10% भनेको छ। 100को 10% भन्नाले 100को 10% भन्नाले 10 रुपियाँ। यो 10 रुपियाँ एमआई इन्क्लुडिङ हुन्छ है, एक्सक्लुडिङ हुन्न कि इन्क्लुडिङ, यही भित्रै हुन्छ। यही भित्र भएका कारणले हामीले एमआई गर्नुपर्छ। एमआई गर्नुपर्दा ल अब यसको एन्ट्री पनि गरौँ है। यसको एन्ट्री गर्नुपर्दा अगाडि के लेख्ने भने चाहिँ हामीले सेयर एलोटमेन्ट कति भने 15,000, किनभने हामीले कम्पनीले जति दिन सक्यो उति सेयरको मात्र लेख्ने, इन्टु 40 भनेको छ, हो कि नै। 40 भन्नाले 15 4 जा कति हुन्छ, 60 हुन्छ। 60 मिन्स 6 लाख रुपियाँ। यो भएपछि 2 सेयर क्यापिटल। अगाडि हामीले माथि गर्दाखेरि हामीले तल के सेयर क्यापिटल ट्रान्सफर गर्नुपर्छ। अहिले त हामीले पैसा प्राप्त गरेका छैनौँ। यो सेयर क्यापिटल भन्नाले हामीले जति जम्मा पाउने पैसा हो नि, हो त्यो पैसा कति हो भनेर यहाँ देखाउनुपर्छ। यो हामीले हो 6 लाख रुपियाँ हो, 6 लाख रुपियाँ हामीले पाउनुपर्ने हो। अब हामीले फेरि यहाँ के 6 लाख रुपियाँ होइन, यहाँनिर एउटा सरी एउटा सानो माइनर मिस्टेक भएको छ। यो 15,000 इन्टु यो त प्रिमियम भने नि त, प्रिमियम नभएपछि 30 रुपियाँको दर लेख्नुपर्छ, 45,000 हुन्छ यहाँ। सरी यो गल्ती भयो, हडबडीमा 4,50,000 हुन्छ। किन भन्दाखेरि जो प्रिमियम छ नि त यो इन्क्लुडिङ छ, हामीले पाउने त यति हो कम्पनीले, तर यो प्रिमियमले कम्पनीले गरेको अहिलेसम्मको परिश्रम, अहिले कम्पनीले आफ्नो जो कम्पनीलाई अनरहरूले बढाहान्ने, आफ्नो कम्पनीलाई माथिसम्म पुगाउँछन्, हो त्यसका कारणले उनीहरूले आफ्नो केही रकमहरू एक्स्ट्रा माग्छन् क्या, आफ्नो नाम, आफ्नो कम्पनीको जो नाम हुन्छ हो त्यसको कारणले। त्यसैले यसमा के हुन्छ भन्दाखेरि सेयर प्रिमियम 15,000 इन्टु 10 रुपियाँ प्रिमियम थियो नि त माथि, हो 10 रुपियाँ प्रिमियम हामीले 40 मा इन्क्लुडिङ भनेका थियौँ नि त, त्यही। अब यहाँ के हुन्छ 1,50,000 हुन्छ। ल यो अब यहाँ के भन्नु पर्यो भने चाहिँ बिइङ सेयर एलोटमेन्ट मनी ड्यू पाएको छैन नि त हामीले सेयर एलोटमेन्टमा, यो भनेको ड्यू एन्ट्री हो। ड्यू एन्ट्री भन्नाले हामीले प्राप्त गरेको। अब रिसिभ एन्ट्री गर्दाखेरि कहिले पनि हामीले ब्याङ्क अकाउन्टलाई डेबिट राख्नुपर्छ, ब्याङ्क अकाउन्ट डेबिट भन्दा साथ अब हामी क्वेसनमा हेरौँ एकचोटि, कहिलेकाहीँ के गरेको हुन्छ भने चाहिँ यसमा कल्स इन एरियर पनि देखाएको हुन्छ, तर यसमा के भनेको छ, कल्स इन एरियर अलोटमेन्टमा भनेको छ र एप्लिकेसन वेयर रिसिभ 50,000 नट अल मनी वेयर ड्युली रिसिभड एक्सेप्ट 1 सेयर होल्डिङ सेयर पेड टु होल्डिङ सेयर पेड फुल भ्यालु अफ अलोटमेन्ट। सबै पैसा अहिले 800 सेयर होल्डर हालाले अगाडि तिर्दियो, एलोटमेन्टमै तिर्दियो। एलोटमेन्टमा तिर्दियो भन्नाले के भन्न खोज्यो भने चाहिँ क्वेसनले एलोटमेन्टमा तिर्दियोलाई हामीले के गर्नुपर्छ, कहिले पनि अगर कसैले तिर्न सकेन भने चाहिँ हामीले त्यसलाई कल्स इन एरियर भन्नुपर्छ। भन्दाखेरि कसैले अगाडि तिर्दियो भने चाहिँ हामीले त्यसलाई कल्स इन एडभान्स भन्नुपर्छ। कल्स इन एडभान्स भएपछि क्रेडिट, कल्स इन एरियर भएपछि डेबिट राख्नुपर्छ। त्यसैले अहिले कल्स इन के भनेको छ, एडभान्स। त्यसैले अहिले हामीले गर्नु परेन। तर हामीले एउटा कुरा के याद राख्नुपर्छ भने चाहिँ जो यो एलोटमेन्टको पैसा छ नि, हो यो पैसा हामीले जो अगाडि एलोटमेन्टमा ट्रान्सफर गऱ्यौँ नि त्यो पैसा यहाँ घटाउनुपर्छ, किनभने त एकचोटि उसले तिरिसक्यो, फेरि त उसले तिर्नु पर्दैन नि त। त्यसैले गर्दाखेरि हामीले यहाँ 6 लाख रुपियाँ पाएको यो अमाउन्टलाई यहाँ लेखेर माइनस माथिको कति छ एलोटमेन्ट हामीले तिरेको 3 लाख रुपियाँ, 1 2 यसमा माइनस गर्ने, प्लस अहिले प्लस मैले किन लेखेँ अहिले म भन्छु, रोक्नुहोस्। त्यसैले पहिला त्यसको लागि पहिला यहाँ लेखिहालौँ एलोटमेन्ट अकाउन्ट माथिको जो छ त्यो त्यहाँ 3 लाख लेखिहालौँ। यो एलोटमेन्ट यहाँबाट आएको है। ल अब गरौँ टु सेयर क्यापिटल। सेयर क्यापिटल त हामीले पाउने कति हो, 6 लाख हो कि नै। अब यहाँ के अर्को के हुन्छ भने टु कल्स इन एडभान्स। कल्स इन एडभान्स कतिको सेयरको 800 इन्टु, अब हामीले के गर्ने भने यो कल्स इन एरिया त लेख्यौँ, कल्स इन एडभान्स त लेख्यौँ, तर कल्स इन एडभान्स के को भन्नाले यो जो छ नि यो फर्स्ट एन्ड फाइनल कल हो, यसको चाहिँ
800 सेयर होल्डरवाला जो 800 सेयर पाएको थियो उसले के भन्यो मसँग पछि पैसा होला नहोला तर म यसको अहिले पैसा बुझिदिन्छु असँग मैले अहिले मसँग पैसा छ म अहिले बुझाइदिन्छु भनेर उसले अगाडि बुझाइदियो के पछि होइन कि अगाडि बुझाइदियो हो यस्तो भएपछि हामीले के गर्नुपर्छ भने चाहिँ इन्टु त्यसको उसको रेट कति थियो 40 कति भयो 8 1 जा 8 2 16 8 3 24 8 4 जा 32 32 32 000 32,000 रुपियाँ उसले तिर्दियो उसको 32,000 रहेछ हो यो मैले प्लस एबार लेखेको अब यो घटाउँदा र जोड्दा 3,32,000 रुपियाँ आउँछ अब यो र यो एडजस्टमेन्ट 6,32,000 6,32,000 यो एडजस्टमेन्ट पनि मिल्यो कहिले पनि यो एडजस्टमेन्ट मिलाउनुपर्छ है साथीहरू ल अब हामीले यहाँ नरेसन लेख्दियौँ बिइङ सेयर एलोटमेन्ट मनी received after adjusting excess money and calls in advance हो यति लेखिसक्यो नि भयो अब हामीले फाइनलमा के एन्ट्री बनाउनु पर्छ भन्दाखेरि हामीले अब सेयरको एन्ट्री बनाउनु पर्छ सेयर फाइनल फर्स्ट एन्ड फाइनल कलको त्यसको लागि हामीले फर्स्टमा लेख्नु पर्छ सेयर एफ एन्ड एफ कल मनी कल मात्र लेख्दा हुन्छ डेबिट भएपछि कति भने 15,000 1 2 3 × 40 भने भन्नाले यसको पनि 6 लाख नै हुन्छ 2 सेयर क्यापिटल यसको पनि सेम 6 लाख नै हुन्छ यो अलिकति के बुझिने भएन CAPITAL अकाउन्ट अब यहाँमा लेखौँ यो अलिकति पेज नपुगेको कारणले बिइङ सेयर एफ एन्ड एफ कल मनी अब के रहेछ यो कहिले पनि यो ड्युको एन्ट्री हो कि न यो सेयर एफ एन्ड कल यो फर्स्टमा कहिले पनि ड्युको एन्ट्री बनाउनु होला कहिले पनि बनाउँदाखेरि फर्स्टमा ड्यु एन्ट्री हुन्छ पछि रिसिभ अब हामी रिसिभ एन्ट्री बनाउनुतिर लागौँ है अब यो अलिकति पेजमा नपुगेको कारणले यो वर्किङ नोटको हामी तलतिर बनाउँछौँ अब यहाँनिरबाट सुरु गरौँ सेयर एफ एन्ड कल यो वाला एन्ट्री हामीले यता बनाइसकेका छौँ मैले अलिकति हजुरले बुझ्नु होला भनेर मेन्सन गर्नलाई मात्र बनाएको है हजुरले बनाउनु पर्दैन ल यो एडजस्टमेन्ट उता एन्ट्री भइसकेको छ म यहाँबाट सिधै लेख्छु लास्टको अब के गर्ने ब्याङ्क अकाउन्ट डेबिट किन रिसिभ एन्ट्रीमा कहिले पनि ब्याङ्क अकाउन्ट डेबिट हुन्छ कति भनेको छ 6 लाख माइनस अब माइनस किन लेखेँ भन्दाखेरि मैले जो पैसा उनले अगाडि बुझाइसकेका छन् कल्स इन एडभान्समा यो हेर्न सक्नुहुन्छ जो हामीले जो पैसा उनीहरूले यो कल्स इन एडभान्स हामीले यहाँ क्रेडिट राखेको थियौँ नि त यो कल्स इन एडभान्स उनीहरूले एलोटमेन्टमा तिरिसकेका कतिले 800 सेयरलाई हो यो पैसा हामीले फेरि उनीहरूसँग माग्नु त भएन किनभने उनीहरूले बुझाइसकेका छन् फेरि अझ माग्न गयो भने उनीहरूले फेरि हामीलाई थर्काउने काम गर्छन् त्यसैले हामीले फेरि माग्नु त भएन कति हजार उनीहरूले बुझाएको थिए 32,000 हो यो 32,000 छ नि यो 32,000 हामीले अहिले लेख्दाखेरि हामीले कल्स इन एडभान्स अहिले डेबिट राख्नुपर्छ किनभने हामीले कल्स इन एडभान्स यहाँको पैसा त उता तिरिसकेका कति थियो 800 × कतिको दरले 40 हो यो पैसा अब हामीले 32,000 हामीले यहाँ देखाउनुपर्छ मैले यो एन्ट्री उता बनाइसकेको छु त्यसैले यता फेरि बनाउँदैन है टाइम वेस्ट मात्र हुन्छ हजुर इक्जाममा नपुगे पनि हजुरले बनाउनु होला इक्जाममा मार्क्स काट्ने सम्भावना गरिदिन्छन् त्यसैले पनि हजुरले बनाउनुपर्छ अब यसलाई घटाउँदाखेरि 5 लाख कति आउँछ भन्दाखेरि रोक्नु है म एकछिन क्याल्कुलेट हान्छु 6 लाख सायद 5 लाख 68,000 आउँछ क्या 68 70 68 आउँछ अब 2 के गर्ने सेयर एफ एन्ड एफ कल अकाउन्ट अब योमा त हामीले पाउने भनेको 6 लाख नै हो त्यसैले हामीले केही गर्नु पर्दैन 6 लाख नै देखाउने ल यसको डाइरेक्सन बिइङ सेयर एफ एन्ड एफ कल अकाउन्ट नै सरी मनी रिसिभ आफ्टर एडजस्टिङ कल्स इन एडभान्स यसले भन्न खोजेको के हो भनेपछि सेयर एफ एन्ड एम कल भन्नाले फर्स्ट एन्ड फाइनल कलको पैसा हामीले प्राप्त गऱ्यौँ तर के गरेर कल्स इन एडभान्सलाई एडजस्ट गरेर हामीले एडजस्ट गऱ्यौँ कि नै कल्स